हेलो गाइस, इट्स मी लक्ष्मण पार्थेउती। आज चाहिँ दसैँको दिन हामी चाहिँ मस्त दसैँ मनाउनको लागि चाहिँ भेट हुँदैछौँ 2-4 जना साथीहरू। हामी दसैँ मनाउँदैछौँ मलेसियाको ठाउँमा। तपाईहरू कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? 2082 सालको विजय दशमीको धेरै 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 शुभकामना सबैजनालाई। कसरी मनाउँदै हुनुहुन्छ, हाम्रो चाहिँ कस्तो मनाइ हुन्छ त्यो एकछिनमा भिडियो मार्फत देखाउनेछु, हेर्नु होला ल। बसमा चाहिँ पुरै खाली खाली मान्छेहरू छ, कोही पनि छैन, म एक्लै छु। अनि जाँदैछु, अब थोरै छ नजिकै आइपुग्यो सोरुम, नजिकै आइपुग्नु थाल्यो। अब थोरै छ सबैसँग भेट्नलाई, भेट्यो भने चाहिँ अनि त्यसपछि कस्तो देखाउनेछु ल। हेलो गाइज, म चाहिँ फाइनली आइपुगेँ यहाँसम्म। चाइनिज मार्केट मेरो आइपुगेँ। अब यहाँबाट चाहिँ क्रस गर्ने हो अनि त्यसपछि यहाँबाट जाने हो। म चाहिँ पल्लोपट्टि रोडमा जानु पर्ने, जाँदैछु पल्लोपट्टि। यहाँबाट जाने हो। यहाँ चाहिँ सिग्नल आइरहेको रहेछ। यस्तो छ यहाँको सिन चाहिँ। पार्किङ यहाँबाट चाहिँ अब सिधा उता जाने हो। अनि त्यसपछि उता कहाँ सबैले झगडा गरेर आएको यहाँ के भएको अनि यहाँनिर आइपुग्यो दसैँ मनाउनलाई है। आजको दसैँ कस्तो हुन्छ मेरो, एकदम बवाल तरिकाले मनाउनु पर्छ। खतरा गर्मी भइरहेको छ, घाम चाहिँ खत्रै छ। के गर्ने, घाम भए पनि जे भए पनि हिँड्नै पर्यो, काम गर्नै पर्यो। यस्तो गर्मी छ, मान्छेहरू सब मान्छेहरू चाहिँ यतैतिर रहेछ। यो चाहिँ के थियो, सस्तो बजार छ नि नेपालमा मानसहरूमा, त्यस्तै रहेछ सस्तो बजार। यहाँ चाहिँ सस्तो सामानहरू पाउँछ कि जस्तो छ भने मैले किन आएन पहिले, तर त्यस्तै होला। यस्तो छ ठाउँ चाहिँ, मान्छेहरू भरिपूर्ण हुन्छ यहाँ चाहिँ हमेसा। यस्तो छ जिन्दगीमा, दसैँ मनाउनलाई यस्तो गर्मीमा हिँडेर आउनु परिरहेछ। फाइनली अब यो क्रस गऱ्यो भने चाहिँ नेपाली बजार आउँछ। ठ्याक्कै यो मभन्दा अगाडि 500 मिटर टाढा जति पर्छ। अब योभन्दा अगाडि चाहिँ नेपाली बजार आउँछ। त्यसपछि फाइनली आइपुग्यो ठाउँमा। यो चाहिँ सेन्ट्रल होटल एक्सप्रेसमा आइपुग्यो। पेसिफिक सेन्ट्रल होटल एक्सप्रेस छ यो चाहिँ दिल्लीमा। अनि यतातिर चाहिँ सबै नेपालीहरू प्रायः सबै घुम्न आएको हुन्छ। नेपालीहरू बस्ने रेस्टुरेन्टहरू यताउता दुनियाँदारी सबै यतै छ। केल सेन्टर हो यो चाहिँ। फाइनली आइपुग्यो म चाहिँ। यही हो नेपाली बजार, घन्टाघर चाहिँ यहाँनिर पर्यो। अनि यो बाटो क्रस गरेर योतिर चाहिँ सबै नेपाली बजारको ठाउँ। मलेसियामा म जब सुरुमा आएको थिएँ नि, यहाँ केही पनि थिएन, यस्तो गार्डनहरू बोट बिरुवाहरू केही थिएन, नाङ्गो थियो यहाँ, यस्तो थियो। अहिले यस्तो भइसक्यो यहाँनिर, सब रोपेर दुनियाँदारी गरेर। कस्तो गर्मी रहेछ हौ, घाम चाहिँ निकै छ। केही पनि थिएन यहाँ पहिले म आउँदा, अहिले यस्तो भइसक्यो, हरियाली पुरा। जताको चाहिँ हावा सरर आउने ठाउँमा के भन्छ,
भ्रष्टाचार गरेन भने चाहिँ नेताहरूले राम्रो विकास हुन्छ भन्छु नि त। जहाँ पनि हालिहाल्नु त्यस्तो मजाको। हाम्रो नेपालमा पो बेकारै गरौँ सबै ठाउँहरूमा भ्रष्टाचारहरू बसेर नेताहरू। यस्तो छ हरियाली अहिले चारैतिर यस्तो हरियाली वातावरण हो। यस्तो चट्ट पारेर यस्तो बनाउनु पो अनि हुन्छ। साथीहरू चाहिँ यहीँ आउनु यो केटाहरू चाहिँ म चाहिँ यहीँ कुरेर बस्छु अब। ब्याङ्कमा जानु पर्यो कति छ रेट आजको। अनि यही केटाहरू आउँछ भनेको थियो अब यतै कुर्नु पर्यो एकछिन। अनि त्यसपछि साथीहरूसँग भेटसेट भयो भने चाहिँ जानु पर्ला। होटेलतिर हुन्छ कि कतातिर जाँदै हुन्छ आज। ब्याङ्कमा घुस्नु पर्यो रेट कति रहेछ आज नेपाली करेन्सी। ब्याङ्कभित्रको हालत म चाहिँ यता ब्याङ्कमा आएको थिएँ अनि केटाहरूको उताबाट चाहिँ कल आयो। केटाहरू आइपुगे रहेछ होटलमा चाहिँ। आज म चाहिँ यता पैसा हाल्न आएको थिएँ। कति रहेछ आज रेट अलिकति धेरै भयो चाहिँ पैसा राखेर जानु पर्यो रेकर्ड बनाउनु पर्यो भनेर चाहिँ यता आएको ब्याङ्कमा। केटाहरू फेरि उताबाट कल गरेर आएछ आइपुग्यो कता हो कहाँ हो भनेर। म चाहिँ अब यहाँ निक्लिनु लाग्यो जानु पर्यो यहाँबाट बाहिर। अनि होटलतिर पुग्नु पर्यो साथीहरू जहाँ छ त्यहाँ। अनि आज चाहिँ दसैँ मनाउने भनेर सबैजना आइछन् कि र बलुङबाट बाहिर जानु पर्यो। अनि सबैजना नेपालीहरू चाहिँ यताउता जता आएको त्यही नेपालीहरू मस्तै छ आज धेरै आएको रहेछन् कि र। अनि जानु पर्यो अब उतातिर। केटाहरू कुरिरहेछ उहाँ पुगिसक्यो ए म आइपुगेँ है भनेर कल गरिरहेको थियो। के कस्तो हुन्छ जानु पर्यो अब। अनि उता गएर के कस्तो दसैँ हुन्छ सबैलाई दसैँको शुभकामना छ। मेरो भिडियो जतिले पनि हेर्नुहुन्छ सबैलाई दसैँको एकदम धेरै शुभकामना छ। मस्त रहनु होला मजाले मनाउनु होला अनि रमाइलोको साथ इन्जोय गर्नु होला। म पनि अब यहाँ सिग्नल आयो जाँदैछु यहाँबाट ट्याक्क पल्लोपट्टि गयो भने चाहिँ यहाँबाट अब उतातिर आउँछ होटेल। अनि यहाँबाट सिधा अगाडि गएर आज नेपालीहरू चाहिँ टन्नै रहेछ यताउता जताकतै नेपालीहरू धेरै आउनु भएको रहेछ। अब सबैको जतिको छुट्टी छ छुट्टी भएकोभरि सबै आउनु भएको होला कि र दसैँ मनाउनुलाई। यहाँबाट यो चाहिँ त्यो बिल्डिङमा चाहिँ हाम्रो बस्ने हो होटेल चाहिँ। यहाँबाट चाहिँ म पल्लोपट्टि जानुपर्छ। अनि पल्लोपट्टि गएर यहाँबाट चाहिँ यता आइपुगेँ। अब यहाँबाट यो चाहिँ आज टोटोहरू सबै बन्द रहेछ। टोटो सोटो सबै बन्द रहेछ। यहाँबाट मण्डला चाहिँ यो भयो। अनि टोटो खेल्नको लागि चाहिँ आज बन्द रहेछ। यता चाहिँ यो चाहिँ एरिया हो हाम्रो मण्डला जहाँ छ त्यहाँ। म चाहिँ भित्र पसेँ भित्र मण्डलाभित्र। अनि माथि सिडी हेर्दैछु। यो चाहिँ मण्डला रेस्टुरेन्ट मण्डला यही हो। केटाहरू भित्र छ ल। ए केटाहरूको हाम्रो माल चाहिँ आइपुग्यो। खाने मान्छे चाहिँ यता हो एउटा अनि उता दुईजना दुईवटा ग्लास तिनवटा ग्लास सकेर त्यहाँ। मलाई चाहिँ अब आउँदैछ सफ्ट ड्रिङ्क। यो चाहिँ आइपुग्यो फाइनली मलाई पनि सफ्ट ड्रिङ्क। केटाहरूले खाँदैछ रक्सीहरू म्याकडोवेल। फाइनली हामी चाहिँ यहाँ पुरा मण्डलाभित्र छौँ। हाम्रो चाहिँ सक्यो सबै सामानहरू। यता चाहिँ यस्तो भिड छ दसैँको। ह्याप्पी दसैँ एभ्रिवान। हाम्रो भाइ चाहिँ यतातिर चाहिँ मस्त गफ गरिरहेछ। अरू चाहिँ उता बाहिरतिर बसिरहेछ। अनि मजा आइरहेछ एकदम। दसैँको शुभकामना छ सबैजनालाई। ह्याप्पी दसैँ एभ्रिवान। ल फाइनली हामी चाहिँ दसैँ मानेर अब यताबाट रुमतिर जाँदैछौँ। अब यहाँबाट रुम जानलाई चाहिँ बाटोबाट फोन पनि छ। केटाहरू कता गयो। फाइनली हामी चाहिँ यहाँबाट जाँदैछौँ अब रुमतिर।